हेलो नमस्ते तपाईलाई मेरो फेसबुक भिडियोमा तपाईलाई स्वागत छ। आजको भिडियोमा चाहिँ मैले तपाईलाई सिकाउन गइरहेको छु र तपाईले सामान्य रूपमा फेसबुक चलाइरहनु भएको छ भने तर त्यो फेसबुकलाई कसरी तपाईले फेसबुकलाई अझ प्रोफेसनल मोडमा लाने सम्पूर्ण जानकारी यो भिडियोमा बताउने छु। र तपाईको फ्रेन्ड भएको फेसबुक छ भने फलोअर्स सिस्टमको चाहिँ फेसबुक बन्ने छ र सम्पूर्ण यो भिडियोमा चाहिँ तपाईलाई मैले सिकाउने छु। र तपाईले पनि फोटो भिडियो हालेर ग्रोथ गर्न सक्नुहुन्छ र तपाईको फेसबुकलाई चाहिँ मोनेटाइजेसन अप्सनमा लान सक्नुहुन्छ। आउनुहोस् मोलेसिनमा मैले चाहिँ मेरो फेसबुकमा आए र त्यस पछाडी तपाईले प्रोफाइलमा क्लिक गर्नु होला र त्यस पछाडी तपाईले यो 3 लाइनमा 3 डटमा क्लिक गर्नु होला। त्यस पछाडी यहाँ तपाईले देख्न सक्नुहुन्छ टर्न अफ अन मोड भन्ने त्यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडी यस्तो इन्टरफेस खुल्नेछ। अपडेट योर प्रोफाइल भन्ने छ, यहाँ क्लिक गर्नु होला। त्यस पछाडी तपाईले यो पब्लिकमा क्लिक गर्नु होला। त्यस पछाडी तपाईले कन्फर्म गर्नु होला। कन्फर्ममा क्लिक गर्नु होला। त्यस पछाडी तपाईले यहाँ चाहिँ एउटा चुज गर्नु होला। मैले डिजिटल क्रिएटरमा राखे र नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसके पछाडी तपाईले यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ र गेट योर ड्याशबोर्ड भन्ने छ, क्लिक गर्नु होला। त्यस पछाडी गेट योर भनेको छ, यो क्लिक गर्नु होला। त्यस पछाडी यहाँ चाहिँ यो भएको जति चाहिँ यहाँनेर चाहिँ 5 वटा पोस्ट गर्नुपर्ने 5 वटा हो। र त्यस पछाडी मैले एउटा कुनै गीत चुज गरेर एउटा फोटोलाई चाहिँ पोस्ट गर्ने भए। यो सङ एउटा राखेर र कुनै एउटा क्याप्सन राखेर तपाईले पनि राम्रो क्याप्सन राखेर एउटा यस्तो ह्याशट्याग राख्न सक्नुहुन्छ। र त्यस पछाडी तपाईले मैले राखिसके। त्यस पछाडी पोस्ट गरे। पोस्ट गरिसके पछाडी तपाईको ड्याशबोर्डमा गएर यसरी यसरी हेर्दाखेरि यसरी नयाँ अपडेट आएको छ। यो सबै 00 र यसरी तपाईको चेन्ज आउनेछ र यसरी धेरै भन्दा धेरै